यहाँ कुलो भरिने गरी हेर्नु पर्यो। फेरि गाह्रो हुन्छ कि लामो मान्छेले त फेरि हान्छन् कि। नाम्री हेरिदिउ त नाम्री। हाँस्नु भयो तिहारमा मन पराउनु हुन्छ क्या हो भन्। अनि तपाईँले बिहा गर्नु भएको छैन? ओ हो भनेपछि तपाईँ मेरो भागमै पर्नु भएको छ है, मलाई थाहा भइसक्यो। शाबाश बेटा, बहुत बढिया। मेरो त त्यही सिधा पारी जानुपर्छ अनि त्यहाँबाट सिधै रुकुम पर्छ क्या। बस्नुहोस्, म एक बित्ता गुन्छु, 2 बित्ता गुन्नु यता सायद म बस्छु क्या। बाबा अगाडिको चाहिँ यस्तो हो क्या, लामो हुनुहुन्छ अहिले त म भन्दा जाने पनि सरीको छ यार। यार अचली मन पर्छ यार मलाई। तुमकाना मन पर्छ भनेपछि भन्नेले आए। मैले जिस्काउन पाउँछु तपाईँलाई? तपाईँहरूको घर कहाँ पर्न गयो? कृपया भनिदिनु। शाबाश बेटा, बहुत बढिया। कहिलेकाहीँ ओहो उहाँ पनि क्या दामी हुनुहुन्छ, डराउनु गर्नुभयो अहिले त। कि तिमी राम्री छैनौ र? के तिमी केटी होइनौ र? भनेर चाहिँ मैले ट्याक्क भन्थेँ होला के। तो वेलकम गाइज, फिर से न्यू वाला आज मैं क्यों होइन। अनि उता दाजु चाहिँ पुरै चस्मा लगाएर होइन ट्याक्क हेर्नु भएको छ, सायद उहाँले पनि बलात्कार त गर्नै भएको होला, मलाई दाजु लाग्छ। तर आज चाहिँ म केटी मान्छेलाई जिस्काउँछु। आऊ खालि यता आऊ, कम हियर। फरक पनि भ्यालेन्टाइन हो है। अनि कस्तो हुन्छ भनेपछि आज चाहिँ स्वतन्त्र तरिकाले हामी जिस्काउ गर्ने र अरू नसोचिदिनु होला है। मेरो पनि इच्छा हुन्छ, म पनि एउटा मान्छे हुँ यार। धरतीमा आइसकेपछि कोही न कोही केटी होस् न मेरो पनि मासाला यस्तरी गरेर क्या। के गर्ने यार, मेरो अगाडि 2-3 जना केटीहरू हुनुहुन्छ। आज मैले उहाँलाई चाहिँ स्वतन्त्र तरिकाले जिस्काउँछु, किनभने आज पर्न गएको यो भ्यालेन्टाइनमा चाहिँ हामी स्वतन्त्र तरिकाले केटी मान्छेलाई जिस्काउन सक्छौँ। ओहो हाँसिसक्नु भएको छ उहाँहरू चाहिँ। सायद उहाँहरूले चाहिँ मलाई यसो मन पराउनुहुन्छ कि म हेर्छु है। भल्लगमा आउनुभयो उहाँहरू पनि। लाज लाग्यो तर दामी क्या चुहाक यार। Oh my God, what a beautiful बेटा, तुमसे ना हो पाएगा। अनिर्थ नसोच्नु होला, किनभने आज पर्न गएको दिनमा चाहिँ यहाँतिर बस्छु म है। अलिकता धेरै अलिकता बस्छु यार, अलि यस्तो कुनो बस्छु यार। रोज आते हैं इस उम्मीद पे, आज जीतेंगे, कल जीतेंगे, परसों जीतेंगे, रोज हारते हैं। ताई पनि लागेको छैन मन क्या यार, धक बाजे यार। तपाईँहरूको घर कहाँ पर्न गयो? कृपया भनिदिनु सक्नुहुन्छ? हिम्मत कैसे हुई तेरी मुंह खोल? रोल्पा भनिसकेको त म पनि रोल्पा चिन्ता नगरौँ यार। अब आज त भ्यालेन्टाइन हो नि। तपाईँलाई थाहा छैन? तपाईँ पनि सिङ्गल जस्तो लाग्यो मलाई है। अरे अहिले बुझेँ यार। मैले जिस्काउन पाउँछु तपाईँलाई?
तर चाहिँ जति जिस्काए पनि म जति जे भन्दा पनि म चाहिँ फेरि मनदेखि दिदी बहिनी सोध्छु है। अनि म पनि सिधै मान्छे हो, म चाहिँ उहाँहरूलाई दिदी बहिनी सोध्छु। तर चाहिँ बहुत चुवाक हुनु रहेछ, यो चाहिँ नलुकेकै राम्रो के। कस्तो उताको नाम्री त किन लुग्यो नि त, नाम्री हेरिदियो त नाम्री। ओ माई गड होइन, तर ल है उहाँलाई चाहिँ मन पराउने केटाहरूले यसो कमेन्ट गर। तर फेरि म त दिन्दा नि फेरि मैले मन पराएको छु, तर भन्दिनँ है, सालसालै मन पराएको छु क्या। उहाँ हेर्नु न पछाडिको हो, म त एक्चुली बेहोस हुन्छु क्या यार। अनि भन्नुहुन्छ भनेपछि तपाईँहरू फेरि यहाँ के गर्न आउनुभयो हो, घुम्न आउनुभयो हो? ए मलाई पनि घुमाउनुहोस् न त। आज हाम्रो यो भ्यालेन्टाइनमा चाहिँ के छ त स्पेसल तपाईँहरूको? हो चटपटे ठिक छ यार, हामीलाई पनि दिनु होला है। ए 50 रुपियाँ त मलाई 20 रुपियाँ पनि 10 रुपियाँ त खुवाए त आइसक्यो त। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। तर यार उहाँहरू पनि क्या दामी हुनुहुनेछ यार, बस्ने मन पर्यो यार, अचेली मन पर्छ यार मलाई यार। तुम कहाँ मन पर्छ भने पनि भन्नेले आए। कतै प्याक होला नि त फेरि, हजमै होला क्या। ठिक छ झङ्गे पनि उपाय सरीको छ यार। जति हेर्दा नि कति यार कलेजै भरिरहने यार, यहाँ कुलो भरिने गरी हेर्नु पर्यो। यति हाँस्नु पो यार, मन पराउनु हुन्छ क्या हो भन्न सक्नु भएको छैन होला क्या सायद। भित्रभित्रै मन पराउनु भयो होला। ओ बाबा माई गड, पानी पोटा फुट्ने गरी मन पराएको छु मैले, तर भन्न सकेको छैन। बाबा अगाडिको चाहिँ यस्तो हो क्या, लामो हुनुहुन्छ अहिले त म भन्दा हाइट अलि हो सुमिन बा हुन्थ्यो कस्तो हुन्थ्यो क्या, मिल्ने के गर्ने यारमा। फेरि गाह्रो हुन्छ क्या लामो मान्छेले त फेरि हान्छन् कि। ओहो उहाँ पनि क्या दामी हुनुहुन्छ, डराउनु गर्नुभयो अहिले त। गजब बेइज्जती है। होइन त्यस्तो बिजेत हान्दिनँ कि, म त बिजेत त हान्दिनँ। रमाइलो पो गरे त, रमाइलो अघि होइन कि यस्तो हो क्या, मैले चाहिँ आज जिस्काउँदा फेरि त्यस्तो होइन, म चाहिँ फेरि दिदी बहिनी सोध्छु होइन। तर तपाईँलाई चाहिँ फेरि मैले फेरि के सोध्छु अरूलाई दिदी छैन, तपाईँलाई चाहिँ मैले अर्कै सुझाव गरेँ, फेरि गर्लफ्रेन्ड सुझाव गरेँ है। त्यस्तो त नराम्रो भन्दिनँ क्या, लास्टमा फेरि के थाहा म दिदी बहिनी सोध्छु कि फेरि होइन र। दुइटैको घर तपाईँहरूको कहाँ प्युठान हो? रोल्पा अरे। ए रोल्पा टेन्डो हेर्दै बस्नुहोस्, हामी म एक बित्ता गुन्छु, 2 बित्ता गुन्ने यता साइडमा बस्छु के। शाबाश बेटा, बहुत बढ़िया। म यस्तै एक हात टाढा बस्छु, बस्नुहोस् न बस्नुहोस्। प्यारी समझ गई। हो बस्नुहोस् के। होइन म कहिले जिस्काएको छु र तपाईँहरूलाई? भएको मात्रै बोल्ने, नभएको नबोल्ने है। सही ठिक छ, तपाईँहरूसँग चाहिँ भागै चिज बोल्छु त अब म। मेरो अभी मजा आएगा ना भिडो। मेरो त त्यही सिधा पारी जानुपर्छ, अनि त्यहाँबाट सिधै रुकुम पर्छ क्या। चिन्नुहुन्छ? नचिन्ने पनि नम्बर दिनु त, म भोलि सिकाइदिनु। यस्तो फेरि म नम्बर उहाँले दिनुहुन्छ भने पनि मैले चाहिँ कस्तो हुन्छ भने राख्नु त राख्दिनँ, तर चाहिँ म सेभ त गर्न सक्छु है। मस्त जोक मारा रे, ये हंस रहे हलकट हंस।
गर्नु यस्तो यता हेर्नुहोस् मैले पहिला होइन कपाल पाल्दाखेरि यत्रो कपाल हाल्दाखेरि केटीले हेर्थेन क्या अहिले त कपालै छैन तग्लो भएको छ तपाईँहरूले हेर्नु भएको छ भने त हेर्नुहुन्छ नि देख्नु सक्नु भएको छ हेर्नै भएको छ भने त उता हेर्छ भन्न बित्तिकै नहेर्नुहोस् न पहिला त हेर्नु भएको नि त होइन र के यार पुरै उहाँहरू त स्माइल पनि किलर के म त फ्या भइरहेको छु कि हिन्दी फिल्ममा यस्तरी 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 अङ्गाल हाल्छ नि तर चाहिँ म त्यो एक्टिङ मात्रै गरेँ तर चाहिँ म त्यस्तो गर्ने खालको मान्छे पनि होइन त्यहाँसम्मको निज मान्छे चाहिँ नसोच्नु होला कहाँ गएन बाहिर पनि दामी केटीहरू इमान्दार हुनुहुन्छ त्यही भएर बोल्नुहुन्न क्या इमान्दार त सबै इमान्दार तर भाइरल भाइरल भन्नेको त हुने तर यार आज कस्तो कस्तो भन्दाखेरि होइन म सिधै अब स्वतन्त्रताको आज हाम्रो स्वतन्त्र दिन हो नि त अनि उहाँलाई त देखाएको छु होइन अनि कस्तो हुँदाखेरि चाहिँ कि मैले तपाईँलाई यस्तरी मैले सिधै यस्तो त भने कस्तो हुन्छ भने भन्छु धेरै हाँसो आएको क्या त्यही भएर अलिक कन्टेन्ट कमेडी के मन परिरह्यो क्यामेरा यस्तो हुन चाहिँ यति यति फर्किन्छ त्यहाँ म आफै हात यस्तो यस्तो जान्छु नि उता भयो यार हो कि क्या ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ उस्तै लाग्छ यार पछाडिको तपाईँले यस्तो दामी हेरिदिनु न तपाईँलाई त मैले क्या दामी मन पराएको छु यार अनि तपाईँहरू चाहिँ कहाँ पढ्नुहुन्छ कता कता पढ्नुहुन्छ नि अच्छा बिहा गर्न भइहाल्छ अनि तपाईँले बिहा गर्नु भएको छैन ओ हो भनेपछि तपाईँ मेरो भागमै पर्नु भएको छ है मलाई थाहा भइसक्यो भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक गुनासो नमान्नु होला म त भन्ने कुरा त सिधै भन्ने हो कस्तो हुन्छ उहाँको त बिहे भएर चाहिँ त नि तर बहुत यार कुराकानी गर्दाखेरि म त कस्तो दामी लाग्यो होइन उहाँहरूसँग अब फेरि कति मान्छेले त